हेलो गाइज नमस्ते वेलकम टु झर्ना ब्लग यहाँहरूलाई झर्ना ब्लगमा स्वागत छ। आज चाहिँ अब म विकेन्ड स्टार्ट भइसक्यो अनि त्यसपछि सर र हजुरहरूलाई यहाँनिर मेन मेड हुन्छ नि मेन मेड होइन होम मेड तरकारी भनेको जस्तै गरेर यहाँनिर चाहिँ एउटा मेन मेड समुद्र छ बिच छ म बसेको नजिकै। त्यहाँनिर चाहिँ मान्छेहरूले बनाएको बिच के होइन नेचुरल होइन त्यो कति ठुलो छ हामीलाई त्यो हेर्दाखेरि चाहिँ लाग्दैन कि त्यो मेड हो भनेर होइन मान्छेहरूले बनाएको हो भनेर। तर पनि मान्छेहरूले चाह्यो भने चाहिँ बनाउनु सकिँदो रहेछ क्या है। यस्तो बवाल देखिन्छ। म त्यहाँनिर जाँदैछु बाटोमा। म त्यहाँ पुगेर हजुरहरूलाई सबै बिच देखाउँछु आज हेर्नु है। यो चाहिँ सलिला बिच जाने बाटोमा छु म रस्ता रस्ता जा रही हुँ है। यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ कस्तो बवाल भ्यू छ नेपाल जस्तै सर जाने है। अब यहाँनिर मार्केट आउँछ अब त्यहाँ मार्केटमा गएर म केही खानेकुराहरू किन्छु खानेकुराहरू भन्दा पनि जुस किन्छु। अनि त्यसपछि देख्न सक्नुहुन्छ यहाँनिर राउन्ड रोडमा गाडीहरू गुइँका गुइँ कुदिरहेको छ र देख्न सक्नुहुन्छ फाइनल्ली सानो सानो सुपर मार्केटमा म आइसकेँ। अब सुपर मार्केटमा गएर टक्क पारेर एउटा जुस लिएर आएर टक्क सलिला ब्रिज जान्छु र हजुरहरूलाई म आज सलिला ब्रिज भिजिट गराउँदैछु। जुस किनेर आइसकेँ अब केही छिनमा सलिला पुग्छु है। फाइनल्ली म यहाँ पुगिसकेँ। गाडीभित्रदेखि चाहिँ अलिकति क्लियर देखिँदो रहेछ तर यस्तो रमाइलो मान्छेहरू बोटिङ गरिराख्नु भएको छ खानेले साइडमा बसेर खाइरहनु भएको छ। यो सबै चाहिँ मेड हो क्या मान्छेहरूले बनाएको समुद्र हो एकदमै राम्रो छ। म उसलाई गाडीबाट बाहिर निस्केर देखाउँछु अन्तिम समय हेरेर साथ दिनु होला। हेर्नुहोस् यस्तो राम्रो छ बाहिरको भ्यू। गाइस अब फाइनल्ली म लिएर निस्किसकेँ सलिला बिचमा। अब हजुरहरूलाई म सबै बिच देखाउँछु यहाँबाट बाहिर यस्तो राम्रो छ मान्छेहरू वाउ कस्तो दामी के मान्छेहरू कति धेरै हुनुहुन्छ यहाँ सबैजना होइन। माथि नै आएको छु क्या अहिले धन्य बालुवामा खुट्टा डुब्यो ऊ त्यहाँ हेर्नु त त्यो सानो भाइले कस्तो मजाले घुइँ पारेर ल्याउँदैछन्। म यहाँनिर चाहिँ धेरै क्राउड छैन किनभने त्यहाँनिर योभन्दा अगाडिको ब्रिज पनि छ क्या यति ठुलो होइन। त्यहाँ चाहिँ सबैजना लोकलहरू हुनुहुन्छ अनि सो प्राइभेसी पनि हुन्छ मान्छेको भनेर म चाहिँ अलिकति मासतिर आएँ तर मासतिर पनि एकदमै धेरै क्राउडेड छ हेर्न सक्नुहुन्छ। यो ब्रिजको लम्बाइ चाहिँ कहाँ कहाँसम्म छ क्या। गाइस पानी जहाज आयो पानी जहाज यस्तो बवाल रमाइलो रहेछ नि यहाँनिर होइन। यो चाहिँ मेड समुद्र हो क्या मानिसहरूले बनाएको समुद्र कहाँ कहाँसम्म छ क्या हेर्दाखेरि चाहिँ नेचुरल जस्तो नै लाग्छ तर हेर्नु न यस्तो बवाल छ देख्नुभयो त टेक्नोलोजिया गाइस टेक्नोलोजिया। हेर्नु है मेरो आजको बन्दोबस्ती चाहिँ होइन करेन्ट चाउचाउलाई टक्क यहाँ बसेर खान पाउँदा कति मजा आउँछ होला। ल हेर्नु है यहाँबाट चाहिँ म तल जाँदैछु यो चाहिँ बालुवा हो यहाँनिर चाहिँ पानी छ यस्तो मजाले टक्क अब यहाँनिर बसेर करेन्ट चाउचाउ पानीमा खाँदा त बवाल रमाइलो हुन्छ आज कस्तो मजाको क्या। यस्तो मजाको छैन टक्क यस्तो ठाउँमा टक्क पानी खेल्दै जुस खाँदै भिडियो बनाउँदा कति रमाइलो हुन्छ होला कति मजा आउँछ होला। कस्तो चिसो छ क्या पानी। अहिले गर्मीको टाइम सुरु भइरहेछ नि त युएमा चाहिँ एकदमै धेरै गर्मी छ। अराउन्ड दिउँसो चाहिँ 40 को टेम्परेचर हुन्छ अनि यस्तो गर्मी छ। अनि गर्मीको टाइममा विकेन्डको टाइममा यसरी बाहिर आएर एकछिन भए पनि मुड फ्रेस गर्न पाउनु विदाउट फ्यामिली एकदमै धेरै फ्यामिली मिस भइरहेको ठाउँमा देख्न सक्नुहुन्छ पछाडितिर यस्तो ब्रोहरूले खतरा खतरा पानी उडाइदिनु भयो मेरो लागि होइन यस्तो बवाल के होइन। यस्तो मजाले सबैजना विकेन्डमा रमाइलो गर्न फ्यामिलीसँग आउनुहुन्छ यहाँ गाइजहरू यस्तो राम्रो छ यस्तो राम्रो छ। यो चाहिँ सलिला ब्रिज हो होइन यस्तो बवाल छ। तपाईँहरू पनि युएमा हुनुहुन्छ भने चाहिँ यो सलिला ब्रिजमा घुम्न चाहिँ नबिर्सिनु होला।
भयो खाइसके अब इभिनिङ त्यो डार्क डार्क अँध्यारो अँध्यारो हुँदै गयो यता खाएपछि लिपस्टिक यति त लाग्नु पर्यो होइन हेर्नु न कस्तो राम्रो ढुङ्गा क्या कालै कालो आयो ढुङ्गा ढुङ्गा छ त्यो सब बिच भइहाल्यो गाइज हजुरहरूलाई मेरो आजको भ्लग कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर गरेर चाहिँ नबिर्सिनु होला अनि हजुरहरू मेरो च्यानलमा नयाँ जोडिनु भएको छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला मन नपरे पनि भिडियो हेर्नु लाइक गर्नु सजेस्ट गर्न पाउनुहुन्छ यो कुराहरू चाहिँ मिलेको छैन यसरी बनाउँदा हुन्छ भनेर किनकि म एकदमै नयाँ भ्लगर हो नयाँ युजर हो हेर्नु न यस्तो राम्रो पानी देखाइरहेको छु मैले तपाईँहरूलाई समुद्रको गाइज थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो